स्थानीय चुनाव नजिकिँदै गर्दा गाउँ र टोलमा पार्टीको झण्डा गाड्ने र संगठन बनाउने होडबाजी चलेको छ। रीत एकेडमी, स्मार्ट चोइस फर स्मार्ट स्टुडेन्ट्स। तर यो होडबाजीसँगै हाम्रा शान्त गाउँहरू युद्ध मैदान जस्तै बन्दैछन्। कुरा सामान्य हुन्छ, कसैको जग्गाको साँध सिमाना मिल्दैन, कतै पानीको कुलो वा इनारको विषयमा भनाभान हुन्छ। तर जब त्यहाँ राजनीतिक दलका स्थानीय कार्यकर्ता पस्छन्, त्यो क्षणभरमै राजनीतिक युद्ध बन्छ। आफ्नो पार्टीको मान्छेले गल्ती गर्दा पनि उसलाई बचाउन प्रहरी प्रशासनमा दबाब दिइन्छ र अर्को पार्टीको सोझो मान्छेलाई फसाउन झुठो मुद्दा लगाइन्छ। हिजोसम्म मर्दा पर्दा र सुख दुःखमा सँगै रुने हाँस्ने छिमेकीहरू आज एक अर्काको अनुहार हेर्नसम्म चाहँदैनन्। आखिर यो दलीय रोगको अन्तिम समाधान के त? विशेष गरी मधेसका ग्रामीण भेगमा यो अवस्था झनै विकराल छ। यहाँ गाउँको विकास बजेट नागरिकको आवश्यकता हेरेर होइन, कुन पार्टीको उपभोक्ता समिति छ भनेर बाँडिन्छ। एउटा सानो सडक ढलान वा इनार बनाउनु पर्यो भने गाउँ नै दुई भागमा बाँडिन्छ। एउटा पार्टीको मान्छे समितिमा बस्यो भने अर्को विपक्षी पार्टीले कामै रोकिने वा मुद्दा हालिदिने खेल खेल्छ। परिणाम विकास अल्पत्र पर्छ, सर्वसाधारणले दुःख पाउँछन्, तर गाउँमा मुद्दा मामिला र पुलिस थाना धाउनेहरूको चाङ लाग्छ। पार्टीहरू आउँछन् जान्छन्, नेताहरू काठमाडौँमा हात मिलाउँछन्, तर गाउँका सोझा जनता भने सधैँभरिका लागि शत्रु बन्छन्। तर यो सबै विकृतिको एउटै र अचूक समाधान छ। स्थानीय तहको निर्वाचनलाई पूर्ण रूपमा पार्टीलेस बनाउने, दलविहीन। कल्पना गर्नुहोस् त, यदि स्थानीय चुनावमा कुनै पनि राजनीतिक दलको झण्डा, चिन्ह र ब्यानर प्रयोग गर्न नपाइने कानुनी व्यवस्था भयो भने के हुन्छ? पहिलो कुरा, गाउँमा भइरहेका 90% राजनीतिक लफडा र झुठा मुद्दा मामिला स्वतः समाप्त हुन्छन्। गल्ती गर्नेले मेरो पार्टीको सरकार छ, मलाई कसले के गर्छ भनेर धम्काउने ठाउँ रहँदैन। प्रहरी र प्रशासनले पनि नेताको दबाव बिना निष्पक्ष काम गर्न पाउँछन्। दोस्रो कुरा, उपभोक्ता समिति। उपभोक्ता समितिमा दलका कार्यकर्ता होइन, गाउँका इमान्दार र योग्य उपभोक्ताहरू बस्छन्। विकासको पैसा कार्यकर्ताको खल्तीमा होइनन्, सिधै गाउँको माटोमा पुर्छ। तेस्रो र सबैभन्दा महत्त्वपूर्ण कुरा, मान्छेले पार्टीको अन्धभक्त भएर होइन, उम्मेदवारको व्यक्तिगत चरित्र र क्षमता हेरेर भोट हाल्छन्। चुनाव सकिएपछि हार जित जे भए पनि समाजमा आपसी मेलमिलाप र भाइचारा कायम रहन्छ। यो कुनै काल्पनिक कुरा होइन। संसारका कतिपय विकसित देशहरू जस्तै अमेरिका र क्यानाडाका धेरै जसो सहरका नगरपालिकाहरूमा स्थानीय चुनाव दलविहीन नै हुन्छ। किनभने स्थानीय सरकारको काम राजनीति गर्ने वा नीति निर्माण गर्ने होइन, बरु जनतालाई सेवा, खानेपानी, सडक, शिक्षा र स्वास्थ्य पुर्याउने हो। विकासको कुनै पार्टी हुँदैन, ढल निकास र पिच सडकको कुनै विचारधारा हुँदैन। केन्द्रका ठूला नेताहरूले आफ्नो स्वार्थका लागि गाउँमा नागरिकहरू लडाएका छन्। अब यो दलीय दासबाट हाम्रा गाउँहरूलाई मुक्त गर्नै पर्छ। वडा अध्यक्षदेखि मेयर पदसम्म विशुद्ध स्वतन्त्र हुनुपर्छ, ताकि काठमाडौँबाट टिकट बाँड्ने प्रथा सधैँका लागि बन्द होस्। पार्टी र विचार फरक हुन सक्छ, भोट दिने अधिकार सुरक्षित छ, तर हाम्रो गाउँ, हाम्रो समाज र हाम्रो आपसी सम्बन्ध त एउटै हो नि। चुनाव एक दिनको, तर छिमेकी जिन्दगी भरको भन्ने भावनालाई जीवित राखौँ। आउँदो चुनावमा कुनै पार्टीको अन्धभक्त कार्यकर्ता होइन, आफ्नो गाउँको सच्चा र सचेत नागरिक बनौँ। तपाईलाई के लाग्छ कि साँच्चै स्थानीय चुनावलाई दलविहीन बनाउँदा हाम्रा गाउँ टोलका यी लफडा र मुद्दा मामिलाहरू अन्त्य होलान्? आफ्नो अमूल्य विचार तल कमेन्ट बक्समा पक्कै लेख्नुहोला। यो आवाजलाई गाउँसम्म पुर्याउन भिडियोलाई धेरैभन्दा धेरै सेयर गर्नुहोला। धन्यवाद, नमस्कार। के तपाईँ भर्खरै एसईई सकेर +2 पढ्ने सोचमा हुनुहुन्छ? त्यसो भए तपाईँका लागि उपयुक्त गन्तव्य हो रीत एकेडमी, ठेगाना वसुन्धरा, काठमाडौँ, नेपाल। सम्पर्क 01 4972 111।